हेलो गाइज वेलकम टु माई न्यू ब्लग। आज चाहिँ फेरि पनि हाइकिङ जान लागेको छु। न्यु इयर स्टार्ट भयो। न्यु इयरको सुरुवातको साथ हाइकिङ, किनभने हाइकिङ हिँड्नुपर्छ, गुड फर हेल्थ। त्यही भएर आज चाहिँ माउन्ट नोकोगिरी जाँदैछौँ। नोकोगिरी गाइज अहिले चाहिँ हामी किमिचु एकी आइपुगेका छौँ। सुरुमा चाहिँ मिनामिगोदेखि हामी निसी फुनाबासीदेखि डाइरेक्ट ऱ्यापिडमा चढेर अहिले किमिचु स्टेसन आइसकेका छौँ। अब किमिचु स्टेसनदेखि अब हामी होत्ता स्टेसन जान्छौँ। होत्ता पछि 3 किलोमिटरको हाइकिङ हुनेछ। हेर्दै जानुहोस् के हुन्छ। अब यहाँ 10 मिनट चाहिँ कुर्नुपर्ने हुन्छ है गाइज। यस्तो छ यहाँको एकी। まもなく上総駅と上総駅です。お出口は右側です。お降りの際は電車が止まってからドア横のボタンを押してください。अहिले चाहिँ कता आइपुगेका छौँ दाइ अनि म दुईजना मात्र छौँ आज। अनि देन्सेबाट अहिले झऱ्यो। हामी चाहिँ यहाँबाट आकाशे पुल हुँदै क्रसिङ गर्नेछौँ। पछाडि हेर्न सक्नुहुन्छ आकाशे पुल। यहाँबाट गएर टक्क अब कहाँदेखि हाइकिङ जाने हो हेर्ने हो। अनि ट्रेन पनि गयो गाइज। ओके, अगाडि हेर्दै जानुहोस् है। यो चाहिँ हामी नोकोगिरीयामाको जे होस् कसरी हाइकिङ गर्ने भन्ने ठाउँमा आइसकेका छौँ। अनि यहाँ हेर्न सक्नुहुन्छ एट्र्याक्सनहरू, जस्तो दामी भ्यू, बौद्धको स्ट्याचुहरू, टेम्पल, त्यसपछि भ्यू यहाँको जे होस् यस्तै हामी पनि हेर्नेछौँ। र यो चाहिँ फुल म्याप भयो। तपाईँहरूले यसलाई स्क्रिनसट गरेर टक्क आउँदाखेरि युज गर्दा हुन्छ। हामी चाहिँ अहिले सुपा खोज्दैछौँ पानी सानी किन्नलाई। ओके गाइज, सी यू। अहिले चाहिँ हामी एकीबाट बाहिर निस्केर तपाईँहरूलाई म डेन्जर भ्यू देखाउनेवाला छु है गाइज। हेर्दै जानुहोस्। वाउ, सुवारासी। ओर्ले पछि यहीँ आउँदो रहेछ मान्छेहरू हाइकिङ गरेर। यही हो अघिको त्यो बिच। अहिले चाहिँ भोक लागेर जस कन्भिनी आइसक्यौँ हामी। हेर्न सक्नुहुन्छ 7-11मा अब के कुरा किन्ने हो, खाने हो, अनि हाइकिङ सुरु गर्ने। यही हो माथि टुप्पो हेर्न सक्नुहुन्छ। त्यही टुप्पोमा जानुपर्छ अहिले। त्यहाँ रमाइलो हुन्छ है। ल त गाइस, अब बाटो थाहा नभएर हामी बिजोकमा पऱ्यौँ क्या। गुगलले पनि बाटो देखाउन छोड्यो त। अब एउटा जपनिजसँग सौदान गरेको, यो बाटो जाऊ भन्छ। मेन बाटो छ नजा, गाडीले हाम्देला आबुनाई डेन्जर। त्यही भएर अब अर्को बाटो, हिँड्ने बाटो। खोइ कुन टेम्पल पुग्ने रहेछ यहाँबाट। 1 किलोमिटर रहेछ टेम्पल यहाँबाट। टेम्पल पुग्ने, त्यसपछि त्यहाँदेखि फेरि हिँडेर जानुपर्छ। के हो दाइ, निहुन्जी टेम्पल मेन गेट रहेछ। बल्ल गाइस, यो त नेपाल जस्तो भाइब दिइरहेछ नि त। गाउँघरतिर आएको टक्क यहाँ साग सब्जी लगाएको हेर्नु न, ग्रिन हाउस इफेक्ट। कति बेला पुग्ने हो केही टुङ्गो छैन। टुई हिँडिरहेका छौँ। नजारा अहिले चाहिँ जे होस् पहाड चढिसक्यौँ। आधीबाट त पुगेको छैनौँ। एन्ड मेरो पछाडिको भ्यू हेर्न सक्नुहुन्छ।
जति माथि चढ्यो उति राम्रो भ्यू आएको आइछ आइल्यान्ड हो क्या खासमा त हेर्नु न यहाँ आइल्यान्ड यहाँ जानुपर्ने हो क्या फेरीमा चढेर यो चाहिँ म्याप हामी चाहिँ अहिले कहाँ छौँ बुद्धको पार्किङमा छौँ है मन्दिर पुग्नु चाहिँ टाइम लाग्छ यहाँ चाहिँ ठुलो पार्किङ रहेछ अब चाहिँ सिडीको बाटो हाम्रो स्टार्ट हुन्छ यहाँबाट सिडी यता नि म्याप माथि नि म्याप म्यापै म्याप अनि यहाँबाट यहाँ आउँदाखेरि बुझेर आउनु होला यहाँ चढ्नलाई 700 रुपियाँ लाग्दो रहेछ यहाँ चाहिँ हाम्रो टिकट अनि व्यवस्था चाहिँ राम्रो रहेछ कि इङ्ग्लिस म्यापहरू रहेछ है अनि यहाँबाट हामी चढ्नेछौँ सिडीमा चढेपछि फर्स्ट लोकेसन भनेको यो हुनेछ हाम्रो फर्स्ट लोकेसन यहाँ चाहिँ माथि आउने बित्तिकै टेम्पल रहेछ टेम्पलमा यहाँ पूजापाठ गर्दैछन् पूजापाठ पनि गरे ढोगे अनि यहाँ चाहिँ विस माग्दो रहेछ Guys, हामी पुगिसक्यौँ यु क्यान सी बुद्ध वाज बोर्न इन नेपाल एन्ड आई एम प्रमोटिङ इन जापान हेर्न सक्नुहुन्छ हाम्रो बुद्धको टेम्पल आइसक्यौँ हामी शान्तिको प्रतीक गौतम बुद्ध गाइज यहाँ चाहिँ अब धुप बाल्दो रहेछ त्यसपछि यहाँ चाहिँ गएर विस माग्ने हो हाम्रो विस माग्ने हो यहाँ गएर कस्तो लाग्यो अनि हामी यहाँ गौतम बुद्धलाई हेरेर लाग्यो यार अब यहाँबाट हामी अर्को डेस्टिनेसनमा जानेछौँ है पर्यो नि जाउँ कुरेर भएन हामी अर्को डेस्टिनेसनमा जाँदैछौँ अब यो भिडभाडलाई यहीँ छोडेर हामी आफ्नो गन्तव्यतिर गइरहेछौँ अगाडि बढ्नै पर्यो चाँडै हेरौँ कति चाँडो पुगिन्छ अपडेट दिइराख्नेछौँ रेस्टुरेन्ट खतरै रहेछ नि त व्यवस्था छ नि त ठाउँ ठाउँमा चाहिँ यहाँबाट त होला नि हाम्रो अब सिडी यहाँ फेरि आउँदैछ हामी पनि यसमै चढ्न जाने हो नि त अहिले चढेर लुट उठाउनु पर्यो
गाइस यहाँ मान्छेहरूको फोटो खिच्नलाई कस्तो भिड रहेछ क्या यहाँ हेर्न सक्नुहुन्छ यो सिनमा फोटो खिच्नलाई लास्टै भिड रहेछ अनि यहाँ हेर्न सक्नुहुन्छ फेरि आउँदैछ यहाँबाट ट्राभल गर्न मिल्दो रहेछ ठ्याक्क यो कमा जान पाइन्छ अनि यहाँको सुन्दर दृश्य हेर्न सक्नुहुन्छ तपाईँहरू अनि यहाँ छ हाम्रो ह्यान्ड्स पाडा हेर्नु नहुँदो रहेछ त्यो मान्छे जाउँ नि त्यहाँ जाने अब गाइज रोपवे चढ्ने ठाउँ आइपुग्यौँ पुग्नै लाग्यौँ तपाईँहरूलाई म देखाउने छु रोपवेको बाटो यहाँको नजारा हेर्दै गर्नुहोस् जे होस् आजको दिन चाहिँ एकदम दामी 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 पुग्न लाग्यौँ रोपवे यही फेरि हो गाइज त्यो चाहिँ यहाँदेखि यो कुवामा जान्छ अब तल त जाने हो मिल्यो भने चढ्ने हो यो चाहिँ केवल कारको ब्युटी सिनेरीहरू हेर्न सक्नुहुनेछ ल रोपवेको चाहिँ टिकट किनियो है यहाँ भिड हेर्न सक्नुहुन्छ लाइन हाम्रो पालो कति बेला आउने हो हेर्नु है स्टेट्युन अब चढ्ने बेला तपाईँहरूलाई देखाउने छु ल गाइस अब रोपवे चाहिँ हामी कतिजनासम्म चढ्न पाइन्छ हेरौँ हामी पनि छिर्यौँ भित्र अब पालो आउँछ कि आउँदैन यहाँ चढ्न आइसक्यौँ ल गाइस यहाँबाट ओर्लियो हेर्नु त्यहाँबाट आएको हामी अझै माथिबाट पुरै कानै पुरै बन्द भइसकेको छ राम्रो एक्सपिरियन्स छ रोपवेको नेपालमा 4 जना बस्ने यहाँ चाहिँ एकदम धेरै मान्छेहरू बस्ने क्या एउटा लगभग 50 जना जति ठुलो रोपवे यताबाट आयो अब मान्छेहरूको भिड हेर्न सक्नुहुन्छ अब हामी पनि तल जान्छौँ ओके सी यू अब चाहिँ हामी तल झरिसक्यौँ राम्रा नानीहरू पनि गइरहेछन् हामीहरू जे होस् अब तल अब हेरौँ फेरि पाउँछ कि पाउँदैन आउनु त आएको जे होस् तपाईँहरूले फिल भएको छैन कि हामी टोकियो र चिबाभन्दा बाहिर छौँ भनेर मलाई त एकदम फिल भइरहेछ क्या टोकियो र चिबाभन्दा बाहिर छु भनेर एकदम क्या स्ट्रक्चर हेर्नु न मन्दिर अनि यो दृश्य क्या दृश्य त यता छ नि त डेन्जर दृश्य यहाँ हेर्नु न भ्यू भनेको यस्तो पो हो त सिमलामा आएको जस्तो फिल भइरहेछ सिमलाभन्दा पनि दामी छ सिमलामा त पहाडै पहाड हो यहाँ त समुद्र पहाड एक ठाउँ क्या म गाइज अनेस्टली भन्दा म रेकमेन्ड गर्छु कि यो ठाउँ आउँदा चाहिँ सबै कुरा गर्ने हो कि चढ्नेदेखि लिएर रोपवे पनि चढ्ने त्यसपछि फेरि पनि चढ्ने अनि तपाईँको जे होस् एक दिनको जुन घुमाइ चाहिँ कम्प्लिट हुन्छ वास्तवमा भन्दा कस्तो भन्दाखेरि अब विकेन्डमा पनि आउँदा भयो विकेन्डमा आउँदा तपाईँको विकडेजमा काम गरेको प्रेसर सब रिलिफ हुन्छ कि सो हेर्दै जानुहोस् अब फेरि हामी चढ्न पाउँछौँ कि नै के कस्तो हुँदो रहेछ अपडेट गर्नेछु है स्टे ट्युन गाइज ओके
ओके अब चाहिँ हामी फेरीको टिकट प्राइस अनि टाइम बुझ्नलाई गइरहेछौँ। अब गइसक्यो कि बाँकी नै छ अझै होइन, त्यति बुझेर फेरि अपडेट गर्नेछु के कस्तो रहेछ। समुद्रको एकदम पासमा छु। ल गाइज अब चाहिँ फेरि चढ्न लाग्यो है, तपाईँहरूलाई म देखाउने छु के हुँदो रहेछ त यत्रो ठुलो फेरीमा। यहाँ गाडीहरू पनि पार्किङ रहेछ। त्यसपछि हामी माथि जानेछौँ। आई थिङ्क हामीहरू सबैभन्दा टपमा बस्ने, सो तपाईँहरूलाई म भ्यू देखाउन सक्छु। यो चाहिँ अहिले सेकेन्ड फ्लोर आइसक्यौँ, मान्छेहरू बसिरहेछ। अघि अघि चढेको माउन्टेन चाहिँ त्यही हो। अझै माथि जाँदैछौँ हामी, सो अझै रमाइलो हुन्छ भनेर। यो चाहिँ टपमा आइसकेको छु मैले। गाइज यो चाहिँ अहिले पुणेबाटको भ्यू हो, एकदम राम्रो छ भ्यू। हामीहरू चाहिँ अब राम्रो लोकेसन खोजिरहेछौँ। अब कहाँ पाउँछ लोकेसन हेरौँ। यता हेर्न सक्नुहुन्छ हाम्रो आइल्यान्डहरू, सी दाइ तल गइसक्नु भयो। जे होस् माई फर्स्ट एक्सपिरियन्स, यसलाई चाहिँ मेमोरेबल गरौँ भनेर सोचिरहेको छु। ल दाइ चाहिँ इन्टर गर्नुभयो पुरै बिजनेस क्लासमा। हामी चाहिँ भित्र गएर अब हेर्नेछौँ के हुन्छ। भित्र जाँदैछौँ। यहाँ रेस्टुरेन्ट रहेछ, एक्सप्लोर दामी दामी ठाउँहरू रहेछ। यहाँ मान्छेहरूको भिड रहेछ, एभ्रिथिङ पाउँदो रहेछ कि होटेलदेखि सब थोक रहेछ। हामी चाहिँ कहाँ बस्ने के गर्ने, अहिले तल नै रहेछ त। उता खाली छ त, खाली छ उता, आउनु न। हामी चाहिँ सिटमा बसिसक्यौँ। अब टन्ने मान्छेहरू रहेछ। अनि यहाँ चाहिँ दाइ बस्नु भएको छ। के छ दाइ, कस्तो लागिरहेछ? तपाईँको पनि फर्स्ट एक्सपिरियन्स हो? सेकेन्ड हो। हामी चाहिँ अहिले कहाँ गइरहेछौँ, कहाँदेखि कहाँ? पुऱ्यामा जे होस् एकदम रमाइलो छ। अस्ति अघि हाम्रो त्यो स्पोर्ट छुट्यो नि दाइ, त्यसै बेटर लक नेक्स्ट टाइम। के राख्नु पऱ्यो नि, यहाँ गएको दिन होइन। स्टार्ट भइसकेको छ, हिँडिरहेको छ। फिल राम्रै भइरहेछ। हामी उपर जानु पर्ने। यहाँ चाहिँ भ्यू क्या, अब यहाँबाट चाहिँ बाहिर निस्केको। अब यस्तो भ्यू छ, हेर्नुहोस् है। अब चाहिँ माथि गइरहेको छु, अझै माथि के कस्तो हुँदो रहेछ हेरौँ है। दाइ चाहिँ यहाँ बस्नु भइरहेछ। Bye bye.
गाइज अहिले चाहिँ हामी पुणेमा बसिरहेछौँ एकदम रमाइलो भइरहेछ यो चाहिँ दाजुको सर्ट यो चाहिँ राम्रो आउँछ भाइ यहाँ हेर्नु अब लिनु नि मेरोमा अनि राम्रो ल त अब चाहिँ हामी बाहिर निस्किरहेछौँ फेरीबाट मान्छेहरूको भिडभाड तर उता मान्छेहरू खासमा गल्फ खेल्न जाँदो रहेछ जे होस् एकदम रमाइलो भयो फर्स्ट टाइम चढेर एक्सपिरियन्स त लिनु पऱ्यो नि सबै कुराको यहाँदेखि अब रुम जानलाई हामीलाई लगभग 2 घन्टा लाग्ला हो तर एउटा नयाँ एक्सपिरियन्स लिनु भनेको धेरै राम्रो टक्क बिदाको बेला आज एक्सपिरियन्स लिएर खुसी लाग्यो अब हेरेकै थिएनौँ यस्तो ठुलो गाडी सहित एउटा सिपमा लास्ट ठुलो रहेछ नि त यो सिप इफ तपाईँलाई मेरो यो पुणेवाला भिडियो मन पर्यो भने होइन लाइक सेयर सब्सक्राइब गरिदिनु होला आगामी दिनमा पनि यस्तै अझै जापानको रमाइलो ठाउँ राम्रो ठाउँको राम्रो कुराको अझै भिडियोहरू आउनेछ एन्ड प्लिज इफ यु लाइक माई भिडियो लाइक सेयर सब्सक्राइब सी यु इन द नेक्स्ट भिडियो बाई